नमस्कार, शुभ प्रभात। म टङ्क बुढाथोकी मेलुङ गाउँपालिकाको भेडपु बगुवा बेसीबाट म हजुरहरूलाई केही कुराहरू सम्प्रेषण गर्दैछु। विगतमा यो राम्रो रूपमा खाद्य पदार्थको रूपमा लिइन्थ्यो यो फापर भन्ने खाद्य वस्तुलाई। तर केही समय अगाडि यसलाई कुनै पनि खाद्य पदार्थ होइन जस्तो भन्ने एउटा मानव जीवनमा एउटा भ्रामक जस्तो उत्पन्न भयो र हाल आएर पुनः यस फापर औषधीय गुणहरू छ र विभिन्न प्रतिरोधात्मक शक्ति भएको रहेछ भन्ने प्रमाणित भइसकेपछि यसलाई चाहिँ प्रयोगमा आएको धेरै छ। तर गाउँघरमा रहेर र खेतीयोग्य जमिनमा रहेर कसैले पनि खेती गरेको यो समय छैन र यस्ता चिजहरू उत्पादन भन्दा पनि बाहिरबाट आयातित भएको धेरै नै पाइन्छ। तसर्थ हामीले यस फापरलाई चाहिँ केही मात्रामा प्रयोगमा ल्याउन सकिन्छ कि अथवा उत्पादनमा चाहिँ केही गर्न सकिन्छ कि भनेर हामीले उत्पादनको लागि हामीले असोज महिनामा छर्न हुँदैन भन्दै पनि हामीले असोजको अन्तिमतिर कार्तिकमा हामीले यसलाई छरेका थियौँ र हुँदैन भन्ने एउटा उ थियो। र पहिला मलाई म सानो हुँदाखेरि भदौमा असोजमा यो फापर छरेर फलाएको मलाई अलिअलि ज्ञान थियो र त्यही अनुसार मैले चाहिँ यो फापरलाई छर्ने कार्यक्रम भयो। यो लामो समय लागेर पाक्ने पनि होइन, यो जम्मा 2 महिनामा 60 दिनमा यो तयार हुने बाली हो। यो बाली अहिलेको समयमा विभिन्न रोगले ग्रसित भएका व्यक्तिहरूलाई एकदम हरेक क्षेत्रबाट उपयोग गर्न राम्रो भनेर चाहिँ पुष्टि भइसकेको छ। हाम्रो यता मेडिकलबाट, आयुर्वेदिकबाट र विभिन्न हाम्रा धार्मिक गुरुहरूबाट पनि यो एउटा राम्रो खालको खाद्य पदार्थ हो भनी आइरहेकै अवस्थामा अहिलेका मान्छेहरूले फेसन भनौँ कि अब के भनौँ यसलाई चाहिँ केही मात्रामा चाहिँ प्रयोगमा ल्याइरहेको पाइन्छ र उत्पादन भने यो छैन। हामीलाई व्यावसायिक भन्दा पनि आफूलाई खानको लागि पनि उत्पादन गर्ने अहिले चलन धेरै नै हटिसकेको छ र तैपनि हामीले चाहिँ यस